हेलो नमस्ते सम्पूर्ण मेरो दर्शक श्रोताहरूलाई। आज चाहिँ म यस्तो प्रतिभाशाली व्यक्ति लिएर आएको छु कि उहाँ चाहिँ एकदमै प्रतिभाशाली, एकदमै खुङ्कार, एउटा नेपालको शान भनौँ न, नेपालको शान जस्तै उहाँ एकदमै खतरा हुनुहुन्छ। उहाँको प्रतिभा चाहिँ के हो भने म तपाईँलाई उसको छोटो परिचय दिउँ, उहाँको छोटो परिचय दिउँ सुरुमा। हेलो नमस्ते। नमस्ते। तपाईँको नाम, शुभ नाम? मेरो नाम राजाङ लिम्बू हो। अनि अहिले कहाँ हुनुहुन्छ? म भनेको भन् न, अहिले कहाँ छस् त? म अहिले काठमाडौँ छु। अनि उहाँ चाहिँ अब चाँडै हाम्रो देश छोडेर उता जाने क्रममा हुनुहुन्छ। उहाँको प्रोसेसिङ चल्दैछ। उहाँको छोटो कामको लागि उहाँ चाहिँ अब अमेरिका जानको लागि उहाँ चाहिँ इन्टरभ्यूमा पास भइसक्नु भएको छ। उहाँ चाहिँ यो काठमाडौँ अहिले चाहिँ हालसालै उहाँ काठमाडौँमा बसोबास गरेको हुन्छ, मतलब छोटो समयमा उहाँ आउनुभएको छ। उहाँ चाहिँ हाम्रो अब अमेरिका जानको लागि केही इन्टरभ्यू दिएर उहाँ उत्तीर्ण भइसक्नु भएको छ, मेडिकल सेडिकल गरिसक्नु भएको छ। अनि तपाईँलाई कस्तो लागिरहेछ यो अमेरिकामा जानको लागि आफ्नो मेडिकलमा पास हुनुभएकोमा कस्तो लागिरहेछ? मलाई धेरै गर्व लागिरहेछ। अनि केही त्यस्तो मेडिकलमा केही त्यस्तो नराम्रो केही त भएन नि, समस्या आएन नि? समस्या त आएको छैन। केही देखा परेको छैन? मलाई लाग्छ तपाईँको गतिविधि, तपाईँको क्रियाकलाप देख्दाखेरि तपाईँले चाहिँ एकदमै भिरिङ्गो लागेको हुनुपर्ने हो। तर त्यस्तो समस्या देखा परिरहेछ। ल उहाँ त्यसको लागि तपाईँलाई धेरै धेरै बधाई छ। अनि अब तपाईँ आज काठमाडौँदेखि धनकुटाको यात्रा गर्दै हुनुहुन्छ। हजुर हजुर। त्यसको लागि तपाईँलाई अब धेरै धेरै शुभकामना होइन हौ, धेरै धेरै शुभयात्रा भनौँ न, तपाईँ शुभयात्रा। अनि के यहाँदेखि अब अमेरिकामा यस्तो जानको लागि मेडिकलमा पास भइसक्नु भएको छ कि फ्लाइटमा जाने, एरोप्लेनमा जाने हो कि बसमा जाने भनिदिनु? म चाहिँ जस्ट ट्रकमा जानु पर्यो भनेर। वाउ वाउ, सुन्नुभयो तपाईँहरूले? सुन्नुभयो नि तपाईँहरूले के भने उहाँ अमेरिकाको जानको लागि उहाँले मेडिकल पास भइसकेपछि अब के गर्ने त? युनिक कुरा केमा जाने त घर भन्दाखेरि एरोप्लेनमा होइन साथी, एरोप्लेनमा होइन, बसमा पनि होइन, हाइसमा पनि होइन, नाइटमा पनि होइन, ट्रकमा जाँदै हुन्छ। तपाईँलाई बाटोमा केही नहोस् त्यस्तो पनि हामी ठुलो कामना गर्दैछौँ। अनि धन्यवाद। के बसको यात्रा के सहज होला जस्तो लाग्छ मलाई? सहज नभए त ट्रकमा जाने अरेको त। ल तपाईँलाई अब तपाईँको यो छोटो इन्टरभ्यू मैले लिइसकेको छु। अब तपाईँको यात्रा सफल रहोस्, सुखमय रहोस्, एकदमै बाटोमा केही नहोस्। ट्रकमा जाँदै हुनुहुन्छ, अब कति दिनमा पुग्ने हो त थाहा छैन भन्दै हाम्रो इन्टरभ्यू यही खतम